यो सार्वजनिक व्यवस्थापन सुशासन तथा सार्वजनिक सेवाको सेरोफेरो भन्ने जुन शीर्षकको पुस्तक छ यो मेरो गुरुबा श्री प्रोफेसर डाक्टर श्रीकृष्ण श्रेष्ठ मैले मिलेर लेखेको। यसमा सम्पूर्ण योगदान गुरुबाकै छ, मैले थोरै केही गरेको छु। यो पुस्तक सार्वजनिक प्रशासनमा जाने र व्यवस्थापनसँग सम्बन्ध राख्ने धेरै अध्येता विद्यार्थी र यो प्रतिस्पर्धात्मक इक्जाम दिने हुने साथीहरूको लागि यो उपयुक्त हुन्छ। यसमा जम्मी 31वटा चाहिँ पाठहरू रहेका छन्, जहाँ सार्वजनिक प्रशासनको विकास क्रमदेखि वैकल्पिक सेवाको सेवा प्रशासन तथा सह-उत्पादनदेखि मानव पुँजी, पर्यटन शासन, धारणा, उत्प्रेरणा, होइन, समूह गतिशीलता, पर्यटन शासन, तनाव व्यवस्थापन लगायत धेरै कुराहरू चाहिँ यो व्यवस्थापनसँग सम्बन्धन राख्ने अथवा भनौँ यो नयाँ ज्ञान लिनको लागि, कुराहरू बुझ्नको लागि जुन उत्सुक हुने विद्यार्थीहरूको लागि, अध्येताहरूको लागि, इभन शिक्षक शिक्षिकाहरूको लागि पनि यो उत्तिकै रोचक र रमाइलो छ। यो एकदमै राम्रो खुराक छ। यो चाहिँ अब पहिरै प्रकाशनले बजारमा ल्याएको छ। यो मैले यहाँ यो पुस्तकको विषयवस्तुको कुरा गर्दा यो असाध्यै उपयोगी हुन्छ भन्ने चाहिँ मेरो बुझाइ छ।